एउटा वडा सदस्य मात्रै जितेर देखाउनुहोस्, तपाईँको पार्टीको पछाडि लाग्छौँ हामी हात जोडेर। ल जितेर देखाइदिनुहोस्। तपाईँ महेश बस्नेतको घरमा भित्रेर देखाउनुहोस्, तपाईँलाई भाउजू भनौँला। ये सब क्या देखना पड़ रहा है? अच्छा है मैं अंधा हूँ। अहिले रुखमा बसेर भाषण गरेर चाहिँ कौन छ के आयो त नि? कतिवटा भोट ल्याउनु भयो, कतिवटा सिट जित्नु भयो, कतिवटा पार्टी बनाउनु भयो, देशको लागि के गर्नुभयो, 1 2 3 भनिदिनु नि त। सुन्नु न, जित्ने मात्रै मान्छे सही हुँदैन। मदन भण्डारी कति आयु बाँचिस त? मलाई 41 वर्षमा पर्ने कुनै गतिलो मान्छे होस् र भन्नु है। वीरेन्द्रले स्वास्नी राम्ररी स्वास्नी बताउन सकिस्, त्यति भगवान जस्तो छोरो बताउन सकिस् त लट्ठेप्रो घरमै मरिस् भनेर वीरेन्द्र गाली गर्नु? म पनि त्यस्तै अन्याय परेको मान्छे हुँ। त्यो मेरो भिक्टिमलाई ब्लेमिङ गरे जस्तै हुन्छ। तपाईँले एउटा कुरा के तपाईँलाई हामीले सिम्पल कुरा भने तपाईँले उहाँहरूलाई त त्यति हेरेर बोल्नुभयो। तपाईँ साँच्चीकै ल म भने लिएर देखे त वडा सदस्य नि हुन सक्दैनन् रे, भयो त आफूले आफ्नै कुरा काटियो। त्यस्तै हो, मलाई त्यसमा जानु रुचि नै छैन। म प्रधानमन्त्रीहरूको बाउ बाजे पर्छु, अनि त्यो स्थानीय निकायमा भिडभाड छ। प्रधानमन्त्री बन्नलाई त भोट त ल्याउनु पर्ला नि त, जनतामा गएर उठ्नु त पर्ला नि त। एउटा सङ्घको चुनावमा उठेर 5000 कटाएर देखाउनु नि त। चाहिएन उनीहरू नि खाउन् र दरबारले बनाउने हो प्रधानमन्त्री। हामीले रियाल चुहाएर हुँदैन के, बुझ्नु पर्यो नि। औकात वीरेन्द्रै बितेका छन्, जनताको कुनै सम्भावना छैन। अब जो भित्रभित्र गुप्तचर हुन्छन् तिनीहरू मात्रै ठुलाबडा हुन्छन्। बाहिर सिभिल ड्रेसमा हिँड्छन्, होला फेसबुकै होला भनिन्छ, तर सेनाले प्रयोग गरेका मान्छे हुन्छन् के तिनीहरू। होइन बोल्नु नै पर्यो ल है। तपाईँ सेनालाई प्रमाण दिनुहोस् त। खालि सेना र दरबारलाई किन दोष दिनु गर्नुहुन्छ तपाईँ? गणतन्त्रमा आगो कसले लगायो त? गणतन्त्रमा आगो यही लुटेराहरूले, भ्रष्टले, दलालले लगाए। केही लुटेको छैन। लुटेको र सुतेको भन्ने बकवास कुरा हो। त्यो लुटेको पनि छैन, सुतेको पनि छैन भनिदियो, प्रमाण नचाहिने। नेताहरू भनेको अर्कै खालका सुपरम्यानहरू हुन्। तिनीहरू लुट्न जन्मेकै होइन, तिनीहरू त मरेर पनि देश बनाउन लागेका मान्छेहरू हुन्। लागे बनाइहाल्यो नि त देश। घर पाइप ल्याउँछु भनेर भोट मागे, नेता बने, चिल्ला गाडी चढे, छैन केही चिल्ला बाटा बनाए, चिल्ला गाडी ल्याए, चढे, देशको बनाए बाटा, भ्यू टावर बनाए, अब म्युजियम बन्दैछ भ्यू टावर। पहिला भेलुबाजे जस्तो कुरा नगरौँ न। पहिला के थियो? नेपालमा जङ्गल थियो, औषध आयु 40-42 थियो, मान्छे मरिहाल्थे। ए बाबा, तिनीहरू नि त चप्पल पड्काउँदै आएका थिए नि त पहिला आउँदाखेरि। अहिले किन जुत्ता लाग्छ? किसानका छोरा हुन्, घेरे टोपी लाउँछन्, चप्पल पड्काउँछन्। अनि अहिले चाहिँ किन मर्सिडिज चढेर हिँड्ने त? अहिले चाहिँ मर्सिडिज किन चढेको त? त्यो त मन्त्री भएपछि अन्तर्राष्ट्रिय डिलिङमा जाँदाखेरि माग्न जानु त, भित्रै भएर जानु त, इज्जत राख्नु परेन। अनि मन्त्री सकिसक्दा पनि त, मन्त्री नहुँदा पनि त लगाएर हिँड्ने त, यिनीहरू त नेतै हो भनेर। तपाईँ जस्ताले त धानकै भात खाएको होला। नेताले खान पाउँदैनन् त? देशभरिका प्यारा मान्छे जस्तै मलाई यसरी गिफ्ट आइरहेको छ, तपाईँलाई आइरहेको हुन्छ, नेतालाई झन् कति आउला? साहु महाजनले कति कोसेली बुझाउलान्? हाम्री छोरी जिम्मा लिँदै भन्ने कति हुन्छन्? मन्त्रीका पछाडि तरुणी कति हुन्छन्? तपाईँले महसुस गर्नु भएको छ? भित्रिन खोज्दा त्यस्ता कुराको महसुस। मन्त्रीका पछाडि तरुणी, प्रकाश दाहालका पछाडि केटी कति थिए? अनि तपाईँले होइन बालेन्द्र शाह मरे पनि प्रधानमन्त्री बन्दैन भन्ने? मरे सरे होइन, अब दरबारले बनायो, फाली पनि दिन्छ। बन्दैन भन्ने मान्छे त हो त तपाईँ? कसले बनायो भन्नु नभन्नु न। त्यो त अब टिको लाएर बनाउने क्रममा त अस्ति टिको लाएर बनाएको होइन के, मत ल्याएर बनाएको। त्यति नै स्वीकार्न सक्नुहुन्न भने त्यत्रो मत ल्याएको। 65,000 मत, 65,000 नटी जोडेको। त्यो त त्यो भाइरल, त्यो चटपटे व्यापार धापामा त्यस्तो हुँदैन। त्यो विजय जितेको भए विजय जुलुस गर्ने मान्छे कोही हुन्थेन? जितेकै थिएन क्या त्यो चटपटे व्यापारी त्यतिकै जित्यो भन्ने। राष्ट्रिय स्वतन्त्र पार्टीको एजेन्डा भित्रै थिएन, अनि एउटा उसमै थिएन, मान्छे थिएनन् भनौँ न। त्यो बेलासम्म घन्टी कसैले चिनेकै थिएन, आर्मीले जिताइदियो। अनि फेसबुकमा आउनेहरू चाहिँ घन्टी ठिकै छ भन्न थालेका हुन् के। आर्मीले कसरी जिताइदियो मलाई भन्नु नि त। आर्मीले जिताइदियो, तपाईँ आरोप मात्र किन लाउनुहुन्छ? रियल मतपत्र जलायो, आकाशभरि धुवाँ थियो, नक्कली मतपत्र गर्नेर जित्यो भन्थ्यो के। आमा त्यत्रा जनताले हालेको मतलाई तपाईँहरू यस्तो भन्ने? होइन, मान्छेले सूर्यमा, घाममा, रुखमा भोट हालेको त्यो छँदै छैन। घन्टी एक छापे पर हो। त्यो काठमाडौँमा छापेको भोट गाउँमा लगै गने, जिल्लामा झारै गने। अन्त नि लया त देख्नु पर्थ्यो होला नि पार्टीले, किन देखेन त? अब वीरेन्द्र मारेको देखिन्छ, मदन भण्डारी मारेको दिउँसो मार्छन् देखिन्छ, लोकतन्त्र मारेको दिउँसै मारेको हो र। कसले मारेको? मदन भण्डारी कसले मारेको? अलिकति सोचेर भन्नु त। मदन भण्डारी कसले मार्यो? ठुल्ठुला घटना घटाउन सक्ने मान्छे एउटै छ म्याडम, त्यो अब हुँदैन मात्न चाहनेले। तिनीहरू कसले जलायो? यही अपराध गर्ने अपराधी तत्त्वले जलायो।
तपाईँहरूलाई जिम्मा लाए तर बलिया बाङ्गाले दुर्व्यवहार गर्ने रुप्पे नरन गरे फल्नाले भनेर हतार हतार लामी छानेर जेलबाट निकालेर फोटा खिचेर रत्न पार्कमा यसले पो जलाएको होला भन्ने पारेर काठमाडौँको एउटा मेयरलाई उसको मोबाइल कब्जा गरेर आगो लाउँछु भने यो यसैले होला भने तर जलाउने अर्कै सङ्गठित शक्ति थियो सिभिलमा जलाएका थिए तालिम प्राप्त मान्छेले जलाएका थिए जसले आगो निभाउने तालिम दिएको हुन्छ नि त्यसैले आगो लगाएको हुन्छ आगो लगाउने कला तपाईले यो कुरा बोल्दै गर्दाखेरि यो कुरा प्रमाणित गर्नुपर्छ है तपाईले बोलेका कुराको प्रमाणित खोज्छन् नि फेरि यहाँ धेरै भिगर्स हुनुहुन्छ 500 जना जस्तो हुनुहुन्छ मेरोमा तपाईकोमा हुनुहुन्छ होला 1000-1200 मलाई लाग्छ 700 छौँ यहाँ अहिले त तपाईसँग 700 हुनुहुन्छ भने भन्नुस् लगभग हामीसँग 1000-1200 मान्छे हुँदाखेरि तपाईहरूले यो कुराको प्रमाणित चाहिँ गर्नुपर्छ मुकुन्दजी यसरी बोल्न मिल्दैन साथीहरू अब जान्नेले भन्न सक्यो आमाले प्रमाण खोज्दै हिँड्नु हुँदैन लाज हुन्छ भिडियो रेकर्ड नहुन सक्छ हुन्छ अरूलाई जे बोल्दै पनि हुन्छ तपाईले अब बाउ तिनै हुन् भन्ने प्रमाणित हुन्छ र तर आमाले भनिन् सक्यो मुकुन्दाले भन्नुभयो सक्यो पनि मुकुन्द त्यति ठुलो मान्छे अब त्यो त मुकुन्दले भने सबै कुरा हुने भए त जमाना हुन्थ्यो होला साथीहरू न एकचोटि सपोर्ट गर्नु हो अधिकारी